नेपाली महिला फुटबल टिम 26 वर्षपछि एसियन कप खेल्ने अवसरको खोजीमा 100औं अन्तर्राष्ट्रिय खेलको कोसेढुङ्गा पनि पार गर्दै एसियन कपको ढोका खोल्न सक्ला त नेपालले। नेपाली महिला फुटबल टिम 26 वर्षपछि एसियन कप खेल्ने अवसरको खोजीमा छ। पहिलो पटक प्रो लाइसेन्स प्रशिक्षक प्याट्रिक डे वाइल्डको साथमा नेपाली टोलीले एसियन कप छनौट खेल्दैछ। नेपाली टोलीले यसै दौरानमा 100औं अन्तर्राष्ट्रिय खेलको कोसेढुङ्गा पनि पार गर्नेछ। हालको टोलीमा प्राय पुरानै खेलाडीहरू छन्। एकजना नयाँ अनुहारले टिममा मौका बनाएकी छन्। एपीएफए टिमकी डिफेन्डर प्रतीक्षा चौधरीले पहिलो पटक सिनियर टिममा मौका बनाएकी हुन्। नेपाली टिमले अन्तिम पटक सन् 1979 मा एसियन कप खेलेको थियो। समग्रमा नेपाल चौथो पटक एसियन कप खेल्ने लक्ष्यसहित मंगलबार उज्बेकिस्तान प्रस्थान गरेको छ। नेपाली महिला टिमका प्रशिक्षक प्याट्रिकको महिला टिमलाई प्रशिक्षण गरेको 3 हप्तामा उनी यो टिम लिएर एसियन कप छनौटको लागि उडेका छन्। उनले नेपाली टिमको मानसिकताको तारिफ गर्दै गर्दा नतिजा भने धरातलमा आधारित भएर अपेक्षा गर्न अनुरोध समेत गरेका छन्। नेपाली महिला टिम जितको लागि र एसियन कप खेल्ने लक्ष्यसहित उज्बेकिस्तान जाँदै गर्दा नेपाली टोलीको धरातल भने हालसम्म दक्षिण एसियाली स्तरमा नै 13 पटक फाइनलमा उपविजेतामा सीमित हुन पुगेको छ। प्रशिक्षक प्याट्रिक भन्छन्, हामीले अभ्यास जितको लागि गरेका हौं। हामीले यसो भन्दै गर्दा यो टिमले अन्तिम 4 खेलहरू हेर्ने हो भने जित्न सकेको छैन। हामीले धरातल बिर्सन हुँदैन। उनले विदाई कार्यक्रममा पत्रकारको प्रश्नको जवाब दिँदै भनेका थिए। 30 वर्ष लामो फुटबल प्रशिक्षकको अनुभव सँगालेका प्याट्रिक भन्छन्, मैले 30 वर्षसम्म प्रशिक्षकको रूपमा काम गरेको छु। विभिन्न राष्ट्रिय टिममा पनि रहेँ। यो टिम निकै राम्रो छ। हामीले यसपटक सकारात्मक सोच र तरिकाले यो टिमलाई अगाडि सार्नेछौँ। हामी राम्रो टिम छौँ। यसो भन्दै गर्दा खेलाडीहरूलाई प्रेसर नदिनु। हाम्रो टिम राम्रो छ। हामी अन्तिमसम्म जित्नको लागि खेल्नेछौँ। कप्तान एन्जिला तुम्बाप्पो सुब्बा भन्छन्, तयारी राम्रो भएको छ। साब्बा, हाम्रो उत्कृष्ट टिम एकदमै राम्रो छ। क्वालिफायर्स खेल्न गइरहेका छौँ। अब आउँदो 4 वर्षमा हामीले खेल्न पाउँछौँ कि पाउँदैनौँ, यो हाम्रो लागि निकै राम्रो अवसर हो। त्यही भएर त्यो अवसर हामीले गुमाउनु हुँदैन। राम्रो हुन्छ भन्ने आशा छ, साम्बाले भनिन्। नेपालले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको 40 वर्षमा बल्ल 100औं खेल खेल्ने अवसर पाउँदैछ। सन् 1986 यता महिला एसियन कपबाट अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको नेपालले हालसम्म 79 वटा अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ। तर यो 40 वर्षमा 79 वटा खेल खेल्दा हालसम्म कुनै पनि उपाधि भने जित्न सकेको छैन। त्यो नेपाली महिला फुटबलको अर्को तितो सत्य हो। नेपाली महिला टिमले थाइल्यान्डसँग खेलेको मैत्रीपूर्ण फुटबल नेपाली टिमले खेलेको 79औं अन्तर्राष्ट्रिय खेल हो। नेपालले एएफसी एसियन कप छनौटको दौरान लाओसमा खेल्ने खेल नेपाली महिला फुटबलको 100औं अन्तर्राष्ट्रिय खेल हुनेछ। नेपाली महिला फुटबल टिमले 40 वर्षमा जम्मा 100 खेल खेल्नु भनेको निकै कम अवसर पाएको कप्तान अन्जिला र राष्ट्रिय टिमकी उच्च गोलकर्ता सावित्रा भण्डारी साम्बाले भने। अन्जिला भन्छन्, 40 वर्षमा 100 वटा खेल भनेको निकै कम हो। हामीले 10 वर्षमा 50 खेल खेलेको छु। 40 वर्षमा 100 खेल खेल्नु भनेको निकै कम हो। बिस्तारै हामीले एक्सपोजर बनाइरहेका छौँ। भोलिका दिनमा अझै धेरै एक्सपोजर पाउने छौँ होला। नेपाली महिला फुटबल टिमको लागि हालसम्म उच्च गोलकर्ताको रूपमा चम्किएकी फरवार्ड सावित्रा भन्छन्, खेलाडीको लागि 100औं खेल्न पाउने निकै राम्रो कुरा हो। सकारात्मक नतिजा दिने क्षण हो। हाम्रो लागि यो निकै विशेष हुनेछ। यसमै जोड्दै 100 खेल नेपाली महिला फुटबलको विकासमा निकै कम भएको उनले बताइन्। यो निकै कम खेलहरू हो। नेपाली महिला फुटबललाई विकास गर्न अझै धेरै खेलहरू हुनुपर्छ। हामी 100 हैन 500 खेल खेल्न तयार छौँ, उनले भनेकी छन्।